हे गाइज वेलकम टु आवर युट्युब च्यानल सोनी मिस भिडियोमा तपाईँहरूलाई सबैलाई स्वागत छ। एउटा फेरि नेपाली ल्याङ्ग्वेज भिडियोमा। अहिले चाहिँ हामी यहाँ मन्दिर जान लागेको छौँ घुम्न। राजकाडा चिसोपानी कर्णालीमा आएको छौँ। अहिले चाहिँ हामी माथि जान लागेको छौँ। गएर हजुरलाई देखाउँछु। हाम्रो छोरो मम्मी अनि दिदी बसेको छ। यहाँ माथि आउन नसकेर हामी चाहिँ यहाँ आएको छौँ। लगाइ यत्रो तल हिँडी फाइनली के थान गरे भान्जी मालिका थानमा पुगेछौँ। तर चाहिँ मैले जाँदिनँ हो, पूजा जस्तो गर्दैन, देखिँदैन होला क्यामेरामा। यति तलबाट हामी यस्तै माथि आयौँ। बापरे माई गड, मम्मीहरू तर थियो किन कता थियो के अहिले त। अब चाहिँ मेरो बुढो चाहिँ माथि पुगिहाल्नु भयो। अब हामी पनि माइजू भान्जी पनि जान्छौँ। स्या फ्यापा भएको छ मम्मी कस्तो रहेछ। ए भगवान् यस्तै हेर। चलो भान्जी चलो चलो हामी चाहिँ अब जान लागेको अवस्था। हेलो यहाँको भ्यू हेर्नु गाइज, पुरा कुहिरो लाएर। बाबरे यो चाहिँ कर्णाली चिसोपानी हो, तर कुहिरो लाएर देखेको छैन। जाडोको अवस्था छ नि, कुहिरो लाग्छ, त्यही भएर चाहिँ देखेको छैन हो। मेरो बुढो चाहिँ गएर पनि घन्टी बजाइसक्नु भयो। म चाहिँ हेर्ने मात्र टाढोदेखि, किनकि म नजिक जान्दिनँ। स्या फ्याफे भइसक्यो। पुरा कुहिरो लाएर ए छेउछेउमा नजानु। पुरा कुहिरो लाएर यस्तो भएको छ। तल त हेर्न पनि सकिन्न भाइ, यस्तो डरावना नजारा छ। ओ माई गड, ए थान चाहिँ यो अरे, तर म चाहिँ नजानी। अब चाहिँ म छेउछेउबाट जान लाग्छु, तर देख्यो भने चक्कर आउँछ। भगवान् यस्तो डराउन नजरा छ कि म डराइहाल्छु कि फेरि। भगवान् मलाई माफ गर्नु होला। भगवान् मलाई माफ गरिदिनु होला। छेउ भान्जीलाई छेउछेउमा नपठाऊ भने दिक्कै दाउरी हिरो नि बनी नहिँड्नु है फेरि अहिले। त्यो बाटो कहाँ जान्छ? यही बाटो कर्णालीको पुलै देखिन्न त। खनेको बाटो यो लाइन छ नि, यो लाइन छैन नि लाइन। ल अब चाहिँ बुढोहरूले पूजासुजा गरेर हामी गएको अवस्था। अब चाहिँ हामी जानको छौँ तल। चिलाएर आमा दिदीहरू तल। अब चाहिँ हामी जान लाग्यो होइन, फोटोसोटो अलिअलि खिचखाच गरेर। यति तलबाट आएको। बाबरे बाबरे ए बुढो जग्गामा त हिँड्दा सुन त दाउरी होइन। भान्जी यति हिरुनी भएर अगाडि गइराख्नु भएको। हामी चाहिँ यहाँ यसरी पछाडि समात्दै हिँड्दै गरे अवस्था। के अरे चलो मेरो हेर्नु दिदी आइ भन्नु। हाम्रो मम्मी मेरो छोरा हामी अब माथिबाट नि तल आइसक्यौँ। यहाँ यति माथिबाट तल आएर पनि अझ काजल लाग्यो दिदी भन्नु त। हामी धुली खेल भन्ने ठाउँमा जाँदैछौँ। खानुहुन्छ भने हजुर पनि आउनुहोस्। दिन यिनी पनि हामीलाई याद आउनेवाला छन् गाइज। यहाँ मेरो मम्मी, मेरो बधाई, मेरो भाइ, यो मेरो छोरी, अनि म चाहिँ तिमी चाहिँ कोही होइन है। मेरो जेठो रुख बुढो आइरहेको हेर्नु जाइसँग भनेर किन अगाडि हिँडिरा।
ओहो डाँडाकाँडा हरियालीमा हामी आएको अवस्था बाबरे यस्तो ठाउँमा छिटो मम्मीले भनेको चल बोल्नु के भन्नु के छ अलि चलि ठिक छ आफ्नो भन्नु ठिकै छ अरू के छ त कहाँ जानला हामीहरू यस्तै भन्छ यस्तै ठाउँमा जानला होइन हेर्नु न यहाँ ऊ रहेछ कि होटलहरू सोटलहरू के रहेछ नि त कति राम्रो हो न आएको हो क्या हो को हामीहरू तर यहाँ होटल सोटल रहेछ गाई छ नि त ए नलाउ न दौरी यहीँ गाई चर्नु लगाएको छ यस्तो डाँडाकाँडामा एउटा हजुरबा हुनुहुन्छ अनि यहाँ यस्तो घर छ ऊ त्यो होटलहरू होला सायद राजकाँडा के अरे यो ठाउँको नाम यस्तै होला यस्तै के होला यस्तो दामी गाउँ छ ए त्यहाँ बिचार नगर्नु न बिचारा हजुरबा त्यहाँ गाई चराउनु राम्रो छ हजुरबाको गाई चाहियो एक्लै नबिचार के भने यस्तो गाई चराउनु भए अनि त्यहाँ घर छ रहेछ टन्नै थुप्रै घर रहेछ हजुर हामीलाई हेरिरहनु भएको छ के गरेर लाग्छन् भनेर मेरो बुढो चाहिँ पछाडि आइरहनु छ हामी त इन्जोय गरिरहेको छौँ आज होइन भन्ने पर्सि जाने हो हामी चाहिँ धुलीकोट भन्ने ठाउँमा आएको छौँ होइन यहाँ चाहिँ के दामी अलिक गाउँसँग रहेछ हाम्रो उता बस्नु त अलिक गाउँै छैन एउटा दुइटा मात्रै यहाँ त यस्तो घरै घर भएको ठाउँ रहेछ वा पहाडे ठाउँमा हिँड्नको मजा आउँछ गाइज हाम्रो कति मजा आएको किन हामी माथि के मन्दिर गरे मालिका मन्दिर पुगेर पनि आइसक्यौँ हिजो कालिका गयौँ हिजो कालिका म गएन त वहाँ हात्ती डुङ्गा भन्ने ठाउँमा गयौँ टावरमा जानु टावरमा गयौँ तर घन्टी थियो त्यो नि भिडियो बनाउन पाएन हामी हिजो कालिका पनि गयौँ अनि अहिले चाहिँ हामी यहाँ कहाँ जानला हाम्रो धुलीकोट जानला यहाँ चाहिँ होटलमा पुरानो राजाको कुन राजाको ऊ छ अरे के दरबार छ अरे ओइ यता जाने अरे यता भित्र यहाँ होटल छ अरे यहाँ हल्का चाउमिन खानु जानलाको मोमोज त पाउँदैन होला चाउमिन पाउँछ अघि देखाएको त गाइस हो त्यहाँ होटल रहेछ भनेर हो त्यही होटलमा जाने अरे हामी त फर्स्ट टाइम आएको थाहा छैन तर हाम्रो यो दौरी भान्जीलाई र मम्मीलाई चाहिँ थाहा छ दाउरी नगर्नु न तपाईँ मलाई खसाउनु ल हिँड्नु अगाडि यस्तो ठाउँमा हामी आउँदा त आछौँ है जाँदा के जाने हो चिन्ता लाग्यो अहिले म त के गर्ने हुम्ला नि हो कि न गाई सपोर्ट गर्दै गर्नु अगाडि म पनि त अलिकता भइहालौँला नि हो कि नै सपोर्ट गर्दै गर्नु होला अगाडि पुग्नको लागि अनि हेर्नु गाई चाहिँ होटल चाहिँ यो रहेछ धुलीकोट के हो होमस्टे गरे अच्छा होमस्टे मतलब के हो मलाई थाहा छैन आजसम्म के होला भन्नुहोस् त गाइस यहीँ के चित्र देखाइरहेछ होमस्टे मतलब के हो कोइलाले राजकाँडा यहाँको यो लोकल खानाहरू हो अमेरिकन बाख्रा मासु कुखुरा मासु यो मजुर यहाँ घुम्न आएर खिचेका फोटोहरू हुन् क्या यस्तो अमेरिकनीहरू पनि हामी यहाँ अफ्रिकनीहरू आइरहेछौँ म सबै यो पनि होटल हो क्या होइन टुरिस्टहरूको होटल यो चाहिँ टुरिस्टहरू आयो भने चाहिँ यस्तो होटलको सुविधा छ यहाँ चाहिँ मान्छेहरू रहेछन् यस्तो दामी घर यति राम्रो यो चाहिँ होटल गरे यहाँको धुलीकोटको यो होटलमा जानला छौँ कहीँ भन्नु त भन्जी मेरो छोरा चाहिँ अन्डा देखेर अन्डा लिन गइहाल्यो होटलमा आएर चाहिँ यहाँ
के रे तरुल कि गन्जी रे ए गन्जी हो गन्जी खान लाग्यो तरुल खान लाग्यो अवस्था हो चाहिँ जङ्गली तरुल यति राम्रो हुन्छ मेरो छोराले पनि खान लाग्यो क्या हो हे बो जङ्गलका तरुल बोकेर खनी खनी ल खाऊ भनेर दिनुभएको छ यही पनि राम्रो छैन खाऊ खाएर हेर्नु पहिला मन पर्छ नि उसाने मन पर्छ हामी त्यो खन्न नजान्नेलाई यही पनि कोसँग जान्दैन हामीले चाहिँ अब चाउचाउ अर्डर गरेका छौँ चाउचाउ बनाएर खान्छौँ दिदी भिडियो बनाइदिनु न यत्रै बस्नु भयो कस्तो छ तरुल जङ्गली तरुल खाए त मिठो छ मम्मी के बोल्नु न मम्मी तिजमा मेरो अलिसाल यहीँ हेर्न हो यहाँ यही राख्छ न हुन्छ यहीँ लागेको साडी लगाएर आउनु भयो मम्मी हो न हामीले फोन गरेर ल बाबु एकछिन म तिजन जान्छु अनि त्यहाँ डाक्टर दिदीमा अँ स्यानी तल घट्टीबाट जुतेसुलीबाट नलचनाबाट मान्छे आएको अब पछि आएपछि देख्लै त आफै तङ पर्छ मान्छे टन्न हुन्छ नि घरमा सुत्ने छ भने काम नभएर घर सुत्नु ए अंडा खाके त उता पनि एउटा पूजा गर्ने ठाउँ छ नि उसको शिव मन्दिर हो त्यहाँ डाँडामा देवी देवताकै ठाउँ हो कि पूजा माथि जग्गा हेलो अनि बसेर न थाहा होला पूजा गरेर मान्छेलाई थाहा त बाबासित आउने आमा आमा बाबासित आउने म आमा आमा बाबासित आउने म यहाँ चॉकलेट है ना छानो चॉकलेट हजुर दाजु खुलाउला मैंने रंजन वाली पका मम्मी पाके खान्छ पाके खान्छ पाकेको खान्छ मेरो बच्चाले हो र आफ्नो पनि फोटो उयो फोटो भिडियो नाममा सिक्यो सबैको निकाल्न छु दिदी अहिले खाजारी बनाउला आउनु बाई गर अहिले पाक्यो भने खाँदाखेरि भेटाउँ लाग्यो छोरी हो नि काम गर्ने हो काम गर्ने हो गाइस अब चाहिँ हाम्रो चाउचाउ आइसक्यो अब चाहिँ हामी खान लाग्छौँ नास्ता सबैजना मम्मी पनि यहाँ पर बसेर खान लाग्नु छ बोका काट्नु पर्ने अनि यो फटाफट झोल पे सुको झोल पे ग्लास त्यो पानी फालेर देऊ राम्रो लागेन कि कसैलाई पनि त्यो बदल भन्न ल खा बरु आज त्यहाँ कुखुरा खोजेर काटेर आऊ न ल हामी चाउचाउ खाएर पनि बाहिर निस्केको अवस्था घर जान ला अब के भन्नुभयो
त्यही हो र हाम्रा बुढा र हाम्री आमा त अर्का घर गरे कुरिटा कारेटो पनि लिएर आइएका जी कहाँबाट बाजे उत्पन्न भएर हेर बाबु बाटा बाटामा चिने मान्छेले बोलाइहाल्छ बाटामा चिने मान्छेले बोलाएर कुरिटा कारेटी लिएर आइहाल्यो कुटीले काटेर होइन कुटीरो काटेर कुटेर काटेर लेके आगे अगाडि उसको सुरुमा लगायो नि इन्ना आपात मम्मीको साइड आमा छोरी हल्दी चल्ली के जोसँग बोल्दिन त हामी कहाँ लाग्यो घर जान लाग्यो गाई जाऊ चाहिँ अनि उमेशलाई बुढो भन बुढा बुढा भन गरे बुढो पछाडि चाहिँ मेरो मम्मी हुनुहुन्छ सासू मम्मी अनि यहाँ चाहिँ मेरो भान्जी यहाँ चाहिँ मेरो दिदी अनि म चाहिँ म भइगएँ उहाँ चाहिँ मेरो बुढा छोरा होइन अब हामी चाहिँ घरतिर जान लाग्छौँ कता अरे लम्कीमा जान लाग्छौँ राजकाडादेखि सास ससुराले जम्मा गरेको सम्पत्तिहरू हेर्न आयौँ त्यो चाहिँ भिडियो बनाउनु पाएन भाइ यादै आएन त्यतिखेर त्यो देखाउन पाएन अर्कोचोटि आयो भने देखाउँछु हाम्रो राजकाडा घर पुरा घर के अरे घर सर सब जग्गा सग्गा सब देखाउँछु सुन्तला स्याउका बुटा सुन्तला स्याउ नासपति सब लागेको अर्कोचोटि आयो भने बनाउँछु हजुर सानो जग्गाको पनि बनाउनु नै पुरै त्यो चार्दै थिएन म दिमागमा नि आएन त्यतिखेर अब बनाउँला अर्कोचोटि आयो भने जब सुन्तला फल्छ तब आएर बनाउने अब यो त अब लाग्यो अब तिम्रो लाग्यो हाम्री मम्मी चाहिँ अलि 80 वर्ष के अरे कति अरे के भन्छ 40 वर्ष हुँदा पनि 16 वर्ष जस्तो सोच्नुहुन्छ चाम्रे आसरी यत्रो लाटे छोरा हुँदै ल्याएर हैन नाइ बढी भइसक्यो म त अब कति 45 45 46 भइसक्यो होला 35 वर्ष हुनु होला नहुने कुरा 45 46 भइसक्यो होला अनि त्यही त अनि त्यही भएर चाहिँ 45 46 वर्ष भइसक्यो 28 पुगेर 29 मा म चालु भएँ अनि भने चाहिँ 16 वर्ष हाम्रो मम्मी भन्दा 1 साल जेठो अरे को म अस्ति नै भन्नुभएको थियो मेरो 36 सालको जन्म मम्मीको 35 सालको अरे 35 साल भनेपछि त मम्मी 1 सालले जेठो हुनुभयो त्यही त भने 1 सालले जेठो हुनुहुन्छ मेरो 36 को हो मेरो नागरिकतामा 35 1 वर्ष बढाएर हालेछ 1 सालले जेठो मेरो मम्मी मेरो नागरिकतामा 35 हालेछ 1 साल बढाएको छ अनि उमेर 36 को 36 साल वैशाख 5 गतेको हो शनिबार 5 गते भने कि कति कति हो खै अनि 52 अनि वैशाख 25 गतेको म शुक्रबार हैन आइतबार के हो आइतबार आइते धन्न कार्तिक हुनु भएन पवित्र नानी कार्तिक हो उमेश्वर शुक्रबारको मिलन र पुराण पवित्र नानी कार्तिक हो कार्तिक हो कार्तिक 2 गते मंगलबार कि मंगली त्यो झन् ढङ्गली त्यको छोरो पनि त्यस्तै ढङ्गले छ हाम्रो घरमा त सबै धेरै जस्ता कार्तिकै छन् भाइ म र निशा अनि हिमो मात्र छैन सब कार्तिकै छन् मामाका छोराछोरी पनि कार्तिकै छन् ज्यादा हाम्रो त त्यति पवित्र मात्रै कार्तिकै मामा त शुक्रबारका हो म त भदौको हो भाइ मेरो र मिलन बाबुको सँगै बर्थडे हुन्छ हैन पुरन बाबुको र मेरो सँगै हो मिलन बाबुको 22 गते पुरन बाबुको र मेरो 23 गते सँगै छ अनि दाइको पनि भदौको त्यस्तै कति 19 20 कति गते हो दाइको 18 हो यसको जेठ 22 गतेको हो यो अब यसले कति पो हाले मलाई थाहा छैन 10 गते हैन बुढो जन्मेको जेठ 22 गते बुधबारको हो यो बाबु पनि बुधबारको छोरो पनि बुधबारको बुधबारको हाम्रो यो बाबु मात्र के बारको
यो थाहा भएन होइन शुक्र जन्मिने बेलाखेरि जुन बार हुन्छ अघि पछि त्यो बार पर्दैन 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 आजको शुक्रबार जन्मे कि अब यो बार बुधबार परे बर्थडे यसको शनिबार हो कि शुक्रबार हो? उसमा डेट त राख्या होला नि त्यो फोटोमा न बुढो त होइन यो बुढो त्यसमा बार त राख्या होला नि होइन उसमा के जो हामीले जन्मेको फोटो राख्यौँ नि त्यसमा डेट राख्यौँ त त्यसमा होला नि कुन बार तर के बारको यसको थाहा भएन भाइ त्यो शुक्रबार शनिबार यस्तोमा परिखायो क्या बिही र शुक्रबार एउटा बिहेमा त डङ्गमा त परेको छैन तर शुक्रबार। थियो शुक्रमा कुनै मलाई थाहा भएन तर बुधबार परे जस्तो मान्छे हाम्रोमा चाहिँ कार्तिकमा परिन्छ फेरि आमा छोरी एउटै शब्द हो आन्टी आमाको मतलब छोरीलाई दिनु यसको अङ्कलकी छोरी कार्तिकको मेरो छोरी माघ 16 गते ए लेन अब